फुटबल विश्वकप सम्पन्न भएको छ, स्पेन विजेता बनेको छ, अर्जेन्टिना उपविजेता बनेको छ। यस्तोमा विश्वकपमा भाग लिने टिममध्ये सबैभन्दा बढी सम्झिने मुलुक बनेको छ केप भर्डी। जम्मा 5 लाख जनसङ्ख्या भएको केप भर्डीले कसरी विश्व फुटबलमा यत्रो चमत्कार गर्यो, यत्रो विकास गर्यो। जबकि सन् 2000 सम्म केप भर्डीको फिफा र्याङ्किङ अहिले नेपालको फिफा र्याङ्किङभन्दा तल थियो। 186औं स्थानमा केप भर्डी थियो 2000 सम्म भने नेपालको अहिले 177 स्थानमा छ। 26 वर्ष अगाडिसम्म फिफा र्याङ्किङमा नेपालभन्दा तल रहेको केप भर्डीले कसरी यो तहसम्म विकास गर्यो, कसरी विश्वकप फुटबलमा खेल्यो र तहल्का मचाएर गयो। अहिलेको विजेता स्पेनसँग उसले बराबरी गर्यो, गोल रहित बराबरी खेल्यो र उपविजेता अर्जेन्टिनासँग 3-2ले मात्रै पराजित भयो। कसरी यत्रो चमत्कार गर्यो। नमस्ते, म सुभाष देवकोटा। एकपटक म यहाँहरू समक्ष केप भर्डीले फुटबलमा यत्रो विकास गर्नुका कारणहरू बताउँदै केप भर्डीसँग के त्यस्ता क्षमताहरू थिए, के कारणले गर्दा केप भर्डीले त्यसरी विकास गर्न सक्यो, नेपालसँग केप भर्डी भन्दा के बढी सम्भावनाहरू छन् भन्ने विषयमा यहाँहरू समक्ष विस्तृतसँग केप भर्डीका एक योजनाहरू खुलाउँदै यहाँहरू समक्ष आफ्ना बुझाइहरू, आफ्ना विचारहरू राख्न गइरहेको छु। अन्तिमसम्म भिडियो हेरिदिनु होला। खास गरी केप भर्डीले फुटबलको विकासको लागि 5वटा क्षेत्रमा ध्यान दियो। सन् 1975मा पोर्चुगलबाट स्वतन्त्र भएको केप भर्डी सन् 1986मा मात्रै फिफासँग आबद्ध भएको हो। किनभने फिफासँग आबद्ध हुन पनि स्वतन्त्र राष्ट्रको पहिचान चाहिन्छ। स्वतन्त्र राष्ट्रले मात्रै फिफासँग राष्ट्रिय हिसाबमा आबद्ध, त्यसको सदस्य हुन पाउँछ। यस कारणले गर्दा फिफासँग आबद्धता उसको ढिलो भए पनि उसले लगत्तै 5वटा क्षेत्रमा उसले आफ्नो फुटबललाई अगाडि बढाउनको लागि 5वटा महत्त्वपूर्ण क्षेत्रहरूमा ध्यान दियो। त्यसमध्ये पहिलो कुरो फिफा ट्यालेन्ट एन्ड डेभलपमेन्ट स्किम भन्ने जुन फिफाको यो परियोजनालाई चाहिँ उसले प्रशिक्षक उत्पादन, प्रतिभा पहिचान र युवा प्रतियोगिताहरूमा मुख्यतया ती 3टा क्षेत्रहरूमा त्यो प्रोग्राम अन्तर्गत, फिफाको त्यो प्रोग्राम अन्तर्गत ती 3टा क्षेत्रहरूमा ध्यान दियो। प्रशिक्षक उत्पादन, प्रतिभा पहिचान र युवा समूह, उमेर समूहका प्रतियोगितादेखि लिएर साना युवाहरूको, किशोरहरूको प्रतियोगितामा उसले ध्यान दियो। त्यसमा उसले लगानी गर्यो। दोस्रो, पूर्वाधारमा उसले धेरै ठुलो लगानी गर्यो। खास गरी गाउँमा साना कृत्रिम घाँसे मैदानहरू जसमा 12 महिना फुटबल खेल्न सकियोस्, त्यस्ता मैदानहरूमा उसले पर्याप्त लगानी गर्यो। प्रशिक्षण केन्द्रहरूमा पर्याप्त लगानी गर्यो। यो दोस्रो। तेस्रो भनेको उसले प्रवासी खेलाडी पहिचानको लागि स्काउटहरू तयार पार्यो। केप भर्डीको एउटा फाइदा के हो भने उसको लागि एउटा उसको एकदमै उसले पाएको उसको सकारात्मक अथवा उसको सम्भावना, त्यो फाइदा के हो भने 75 सम्म ऊ पोर्चुगलको उपनिवेश थियो। त्यस पछाडि सन् 1400 देखि जब पोर्चुगलले त्यहाँ उपनिवेश बनायो, त्यस क्रममा पश्चिम अफ्रिकाको टापु राष्ट्र 10वटा टापुहरू मिलेको राष्ट्र भएको कारणले गर्दा तमाम युरोपियनहरू व्यापारको लागि, उपनिवेश निर्माण गर्नको लागि त्यो बाटो, त्यो समुद्री बाटोबाट, पानी जहाजबाट ओहोरदोहोर गर्ने क्रममा विभिन्न, अब फ्रान्स भनौँ, नेदरल्यान्ड्स भनौँ, पोर्चुगल त उपनिवेश भइहाल्यो, स्पेन, यावत युरोपियन मुलुकका नागरिकहरूको ओहोरदोहोर हुने क्रममा धेरै कयौँ त्यहाँ बसे पनि, जसको कारणले गर्दा त्यहाँसँग कुनै न कुनै नाता भएका र त्यहीँ जन्मेका पनि पछि युरोपियन देशका नागरिकता लिएका खेलाडीहरूको ठुलो सङ्ख्या, कयौँ त्यहीँ जन्मेका, त्यहाँ पुर्खाहरू रहेकाहरू अहिले युरोपका ठुल्ठुला क्लबहरूमा खेलिरहेको कारणले गर्दा अब नानी, पोर्चुगलको एकदम नामी खेलाडी नानीदेखि लिएर फ्रान्सको पेट्रिक भेरासम्मको कुनै न कुनै हिसाबमा केप भर्डीमा, अझ क्रिस्टियानो रोनाल्डोको पनि नामी, अहिलेका संसारका नामी फुटबलर, एउटा महान खेलाडी, उनको समेत कुनै न कुनै हजुरआमाको कुनै हजुरआमाको त्यहाँ सम्बन्ध रहेको कारणले गर्दा यदि ती खेलाडीहरूले चाहने हो भने केप भर्डीबाट खेल्न सक्ने अवस्था, त्यो उसलाई फाइदा थियो र त्यसको पहिचानको लागि उसले स्काउट टोली निर्माण गर्यो। तेस्रो र चौथो, प्रशिक्षकहरू तयार पार्ने र विद्यालय स्तरका प्रतियोगिताहरू एकदमै धेरै मात्रामा गराउने, फुटबल फर स्कुल भन्ने फिफाको त्यो कार्यक्रम मार्फत त्यो कार्यक्रम धेरैभन्दा धेरै प्रभावकारी रूपमा कार्यान्वयन गर्यो। त्यो योजना बनाएर त्यसरी लाग्यो। र अन्तिम 5औँ, उसले तत्कालको लागि एउटा बलियो फुटबल टोली निर्माण गर्ने भन्दा पनि
10-15 वर्षको योजना बनाएर 20 वर्षको योजना बनाएर उसले फुटबलमा ग्रासरुटदेखि नि साना उमेर समूहदेखि नि र व्यापक स्तरमा फुटबलको विकासको लागि एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढ्यो। त्यही कारणले गर्दा केप भर्डेले सन् 2000 सम्म नेपालभन्दा मुनि रहेको, अहिले नेपालको जुन फिफा र्याङ्किङ छ 177, त्योभन्दा मुनि रहेको सन् 2000 सम्म त्यस्तो मुलुकले अहिले विश्वकप फुटबलमा तहल्का मचायो। अहिलेको विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। उपविजेता अर्जेन्टिनासँग 3-2ले पराजित भयो। साउदी अरबसँग पनि बराबरी गर्यो। यसरी केप भर्डेले यो खालको विकास गर्यो। यस्तोमा मेरो बुझाइ के छ भने केप भर्डेसँग फुटबलको धेरै ठुलो इतिहास नभए पनि, लामो इतिहास नभए पनि र जनसङ्ख्या एकदमै कम, जम्मा 5,40,000 मात्रै भए पनि जनसङ्ख्याको फुटबलको विकासमा किन महत्त्व हुन्छ भने धेरै खेलाडीहरू मध्येबाट बलियो टिम छान्नलाई जति सजिलो हुन्छ, जति सहज हुन्छ, थोरै खेलाडीबाट बलियो टिम निर्माण गर्न त्यति गाह्रो हुन्छ। 5,40,000 जनसङ्ख्या भनेपछि फुटबल खेल्ने उमेर समूहको जनसङ्ख्या निश्चित रूपमा त्योभन्दा कम त हुने नै भयो, 1/4 भन्दा अझ कम होला। त्यस्तोमा फुटबल खेल्ने खेलाडीहरूको सङ्ख्या कम हुनु स्वाभाविक हो। तर नेपालको हकमा भने हामीसँग एउटा त जनसङ्ख्याको आकार उसको भन्दा कहाँ बढी छ, त्यस पछाडि हामीसँग उसँग जम्मा 10वटा टापुहरूको एउटा राष्ट्र, फुटबल मैदान बनाउने ठाउँ नै कम, हामीसँग फुटबल मैदान बनाउनको लागि असङ्ख्य ठाउँ छ। त्यस पछाडि कयौँ विज्ञहरूले नेपालमा फुटबलको फ्यानहरूको यत्रो फराकिलो आधार छ कि त्यसमध्येबाट हामीले यदि ग्रासरुटसम्म, अघि मैले भने केप भर्डेले जसरी गरेको थियो कि 12 महिना खेल्न सक्ने कृत्रिम घाँसे मैदानहरू, त्यस्तो फुटबल खेल मैदानहरू कृत्रिम घाँस निर्माण गरेर रोपेर त्यो खालको निर्माण गर्ने हो भने हजारौँ लाखौँ खेलाडीहरू उत्पादन हुँदैछन् र ती मध्येबाट प्रशिक्षकको कुरो छँदैछ। योग्य प्रशिक्षकहरू यदि हामीले तयार नगर्ने हो भने अन्तर्राष्ट्रिय फुटबलमा जुन अहिले प्रविधि आएको छ, जुन सिप आएको छ, त्यो सिपलाई हामीले पछ्याउन सक्दैनौँ, जसले गर्दाखेरि हामीले चाहिँ राम्रा खेलाडीहरू उत्पादन गर्न सक्दैनौँ। त्यस कारणले गर्दा यी सबै केप भर्डेले जे तरिकाहरू अपनाएर एउटा दीर्घकालीन योजना बनाएर आफ्नो फुटबललाई सन् 2000बाट यत्रो विकास गर्यो, जम्मा 26 वर्षको समयमा। त्यस कारणले गर्दा नेपालले पनि यी कुराहरूबाट सिकेर केप भर्डेले के गर्यो भन्ने सिकेर योजनाबद्ध ढङ्गले आम रूपमा धेरैभन्दा धेरै खेलाडीहरू, स्तरीय खेलाडीहरू उत्पादन गरेर त्यसमध्ये एउटा बलियो राष्ट्रिय टिम बनाउने हो भने नेपालले पनि त्यो स्तरमा हामीले एउटा सोच राख्न सक्छौँ, त्यसको कल्पना गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि नेपालले त्यो हिसाबमा अगाडि बढ्नुपर्ने आवश्यकता छ। केप भर्डे भन्दा नेपालको एउटा कमजोर पक्ष, सम्भावनाको कमजोर पक्ष के हो भने उनीहरू त्यहाँसँग कुनै न कुनै नाता रहेका खेलाडीहरू युरोपमा खेलिरहेको कारणले गर्दा, युरोपकै उपनिवेश भएको कारणले गर्दा उसलाई त्यो बेनिफिट भयो। तर नेपालले पनि यदि नेपालको पनि प्रवासमा डायस्पोरा धेरै फराकिलो छ, धेरै ठुलो छ। नेपाली मूलका खेलाडीहरू विश्वका विभिन्न ठाउँमा खेलिरहेका हुन सक्छन्, युरोपका विभिन्न क्लबहरूमा खेलिरहेका हुन सक्छन्। त्यसको लागि स्काउट टोली निर्माण गरेर राष्ट्रिय टोलीलाई बलियो बनाउनको लागि, उनीहरूलाई नेपालमा बोलाएर खेलाउनको लागि, केही समय मात्रै खेलाउनको लागि त्यसले सिपको प्रभाव हुन्छ। सिप नेपाली खेलाडीहरूमा पनि सर्छ र राष्ट्रिय टोली बलियो त हुन्छ नै। त्यो हिसाबमा अघि मैले भनेका 5वटा कुराहरू योजनाबद्ध ढङ्गले केप भर्डेले जसरी आफूलाई अगाडि बढायो त्यसरी अगाडि बढाउने हो भने नेपालले पनि फुटबलमा विकास गर्न सक्छ। विकास गर्न नसक्ने भन्ने होइन। भाइचुङ भुटियाले अस्ति मात्रै पनि नेपालमा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा कमेन्ट्री गर्नको लागि जसरी भाइचुङ भुटिया आउँदाखेरि उनले भारतको भन्दा फुटबलको विकासमा नेपालको सम्भावना बढी छ भनेर भनेका थिए। यसरी हामीले नेपालको सम्भावनालाई खोजेर त्यसलाई पहिचान गरेर योजनाबद्ध ढङ्गले अगाडि बढ्न सक्ने हो भने विश्वकपमा अरू टोलीको प्रशंसा, अरू टोलीको फ्यान बनेर खेल्ने हेर्नुको साटो कुनै दिन हामी नेपालकै टोलीको फ्यान बन्ने, नेपालकै टोलीलाई ताली बजाउने, समर्थन गर्ने, हुटिङ गर्ने अवस्थामा पुग्न सक्छौँ। यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद, नमस्ते।